एभ्रिवान नमस्ते। मेरो चाहिँ फर्स्ट भ्लग सानो थोरै छोटो। अनि हामी चाहिँ यता नमस्ते गर्दियो। नमस्ते। हामी चाहिँ यता उसको दादा लिन आएको। मेरो छोरा एक्जाम दिएर आउँदैछ हैन। यस्तो ढुङ्टेरेङ खोला हेर्नु होला। यस्तो छ खोलाको बिजोक। हजुर सुसु गर्नु हुँदैन नि, यहाँ आएपछि सुसु गर्ने भन्छ खालि। यस्तै छ, गाह्रो छ गाह्रो सुसु गर्ने। हामी चाहिँ अब यसरी बस्छौँ होइन। घाम भएर धेरै नै घाम अनि धेरै लास्टै पोल्ने घाम। कट्टु खोल्नु पर्दैन। मेरो छोरी खोला नै सुक्ने गरेर घाम लागेपछि कसको के लाग्छ र हैन। आऊ दादा लिन गइछ हो एउटा। लड्छ फाइनली गाइज दादा पनि आइपुग्यो, छोरी अनि मेरो हस्बेन्ड। यस्तो होइन एक्जाम दिएर आइछ, कस्तो भएको छ सोध्नुपर्छ होइन। दादालाई बोलाउँदैछ गाइज। भ्लगर बन्नु पर्यो भनेको। ए आउनु छ र रियालिटी भर्सेस के भन्छ यस्तै भइछ। बिहान ह्यान्डसम बनाएर पठाउँछु मेरो छोरालाई। गति स्कुलबाट आउँदाखेरि गति यस्ता हुन्छ है। हेलो गर्दै लजाएको हेर नै। भ्लग बनाउनु पर्यो भनेर आज फर्स्ट यसो ट्राई गरेको होइन। हामी चाहिँ घर जाँदैछौँ छोरालाई लिएर। सोरुममा गएर हेर्नु होला। अब रुममा जानलाई छौँ। बोल्न पनि नआउने। एक्जाम कस्तो भएछ र? राम्रो। आज कुन एक्जाम? कुनको? खोपमा कस्तो भयो त? धेरै राम्रो कि धेरै गुड। ए मेरो चाहिँ उहाँ छोरी चाहिँ उक्याछ। घामले अलिक कालो देख्दो रहेछ होइन। यहाँ चाहिँ मूर्तिहरू बनाउँछ है। मूर्ति दामी मूर्तिहरू बनाउँछ। यस्तो खालको मूर्ति बनाउँछ है। हजुरहरूलाई चाहिएमा सम्पर्क गर्नु होला। कुकुरको गति कुकुरहरू लियो मरिसक्यो। फाइनली गाइस घर आइपुग्यो हामी। मेरो चाहिँ आज खाजा छोरागढी चटपटी। हामी चाहिँ आज खाजा छोराको डिमान्डमा चटपटी बनाएको थियो। सो हामीले चाहिँ चटपटी बनाएर खाँदैछौँ। मेरो छोरीले खाँदैछ चटपटी। छोरीले खाँदैछ। तर कस्तो छ चटपटी? मिठो छ? पिरो भएको छ कि छैन? सो हामी चाहिँ चटपटी खाँदैछौँ होइन। कहाँ जानु लाग्यो छोरी? पर भन्दै पर। हामी चाहिँ यता यसो घुमघाम गर्न जाँदैछौँ। अब
छोरी उफु झन्डैले हामी कता गइरहेको पर भनिदिनुहोस् पर गइरहेको हामी चाहिँ घुमेर पनि आइसक्यौँ आउ छिटो यहाँनिर कता के गनाएको भने त कुकुर फालेर मरेको कुकुर फालेको रहेछ होइन त्यही भएर गनाएको रहेछ यता कता त्यहाँनिर मरेको कुकुर फालेको रहेछ आउला जाने आउनुहोस् न नजाने हेलो नमस्ते भन्नुहोस् न है यस्ता छन् टिटी आयो टिटी टिटी आऊ 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 आउनुहोस् मेरो चाहिँ दिनचर्या आऊ छिटो आऊ बाबा जाने आउनुहोस् हेर न फेरि नाना हेर नाना के गरेको छ नानाले मेरो छोरी सानो मान्छे आउनुहोस् न आउनुहोस् के आएको न यस्तै छ गाई छैन बच्चा भएपछि मेरो दिन यही छोरीले गरेर गर्छ दिनभरि घरि के मम्माले बोक्छ हाँस बुइ गर्ने हेलो भन्नु हजुर बेबी हामी चाहिँ यही अब दिनभरि केही गर्दैन दिदी गर्न सक्दैन नि मम्माले